हेलो गाइस, दामी ठाउँ एकदमै दामी ठाउँ। तर सन्डे ड्रोन हराएको एकदमै सुन्दर ठाउँ अनि बादल माथि ड्रोनहरू उडिरहेको छ। सुन्दर ठाउँ देख्न सक्छौँ हामी। एकदमै सुन्दर ठाउँ, झन्डै ड्रोन चाहिँ हराएको। तपाईहरुको लागि भनेर मैले एकदमै राम्रो ठाउँको भ्यू ल्याइरहेको छु। साथीहरु एकदमै माया गरिदिनु होला यो मेरो च्यानललाई अनि एकदम सब्स्क्राइब गरिदिनु होला, लाइक गरिदिनु होला। यो चाहिँ शुक्ला गण्डकी नगरपालिकाको दगाम भन्ने ठाउँ हो, यो तनहुँमा पर्छ। यहाँदेखि चाहिँ पोखराको भ्यू पनि देख्न सकिन्छ। एकदमै सुन्दर ठाउँ छ, तपाईहरु घुम्न सक्नुहुनेछ यो ठाउँ र तपाईले कमेन्टमा भन्न सक्नुहुनेछ अनि म तपाईहरुको लोकेसन दिनेछु। झन्डै 12-13 मिनेट लाग्यो, किन भन्दै गर्दाखेरि एकदमै ड्रोन हराएर यताउता लोकेसनहरू हेर्दै थिएँ अनि बादलले गर्दै कुहिरोले गर्दा अनि ड्रोनले एकदमै लोकेसनलाई चिन्न सकेन। त्यसपछिको बादमा अनि 12 मिनेट पछि अनि ड्रोन चाहिँ सकुशल अनि मेरो हातमा परेको छ अनि तपाईँ यहाँ हेर्न सक्नुहुन्छ। एकदमै हराएर कुहिरोभित्र कहाँ हो है, एकदमै हराएर अनि मैले चाहिँ पछिको टाइममा अनि बादल अलिकति हटिसकेपछि, कुहिरो हटिसकेपछि मैले फेरि पनि ड्रोन प्राप्त गरेँ। म एकदमै खुसी छु। अनि यो दगाम भन्ने ठाउँ चाहिँ एकदमै सुन्दर छ, तपाईँ देख्न सक्नुहुन्छ। यहाँ पर्यटक क्षेत्र पनि हो अनि यो पर्यटक क्षेत्र मात्रै नभएर मौरीहरू पनि पालन गर्नुहुन्छ। मौरीहरूको एकदमै तपाईले स्वाद लिन सक्नुहुन्छ यो ठाउँमा आउनुभयो भने। अनि यो ठाउँमा आउँदै गर्दाखेरि चाहिँ तपाईले यहाँको लोकल व्यक्तिलाई सम्पर्क गर्न सक्नुहुन्छ अनि जसले तपाईलाई खाने बस्ने व्यवस्थाहरू गरिदिन सक्नुहुन्छ। यहाँबाट पोखरादेखि लिएर तनहुँका विभिन्न क्षेत्रहरूलाई हामी देख्न सक्छौँ। दुलेगौंडा, खैरिन्टारहरू तपाईहरु देख्न सक्नुहुन्छ। एकदमै सुन्दर ठाउँ छ अनि तपाईले एकदमै अलिकति अफरोडिङ छ, बाटोहरू चाहिँ अफरोडिङ छ। तपाईले यस ठाउँलाई इन्जोय गर्न सक्नुहुन्छ। एकदमै रमाइलो छ है साथीहरु, एकदमै रमाइलो छ। अनि भुजीकोट पनि छ यो ठाउँमा, भुजीकोट डाँडा पनि जान सकिन्छ। यताउता हामी घुम्न सक्छौँ। यहाँ तपाईहरुले साथीहरू लिइकन आउनु होला अनि 1-2 जना मात्र नभएर 3-4 जना जति भयो भने एकदमै बेस्ट हुन्छ, किनकि रमाइलो पनि हुन्छ अफरोडिङमा है। एकदमै राम्रो ठाउँ छ, तपाईँ देख्न सक्नुहुन्छ। यो ठाउँलाई तपाईले घुम्नुहोस् भनिकन म तपाईलाई आग्रह गर्न चाहन्छु।